नमस्कार। आज हामी स्वास्थ्य र खानासँग जोडिएका केही महत्त्वपूर्ण विषयहरूमा अलिक गहिरिएर कुरा गर्दैछौँ। हो। हामीसँग जर्नल लेख, सरकारी नियमहरू अनि स्वास्थ्य अध्ययनहरू जस्ता विभिन्न स्रोतहरू छन्। हो। यिनीहरूबाट खास के कुरा महत्त्वपूर्ण छ त्यसमै केन्द्रित रहेर आज छलफल गरौँ न। हुन्छ, सुरु गरौँ न त नेपालमै स्वास्थ्य उत्पादनहरूको जोखिमबाट, हैन? हुन्छ। यहाँ खासमा नक्कली औषधिको खतरा अलि बढी नै छ, किनभने अब हाम्रा प्रमुख व्यापारिक साझेदार देशहरू नै यस्ता नक्कली सामानका ठूला उत्पादक हुन् क्या। ए हो र? त्यो त जोखिमलाई निम्तो दिए जस्तै भयो नि त। हो नि। अनि यसको असर कस्तो पर्छ भने उपचारको गुणस्तर घट्ने, उपचार खर्च बढ्ने, एन्टिबायोटिकले काम नगर्ने ओहो, र कहिलेकाहीँ त ज्यानै जाने खतरा पनि हुन्छ। डरलाग्दो कुरा रहेछ। अझ कोभिड जस्तो सङ्कटको बेला त यस्ता कमसल उत्पादनको व्यापार झन बढेको देखियो। अनि औषधिमै शङ्का लागेपछि त मान्छेले खोप लगाउन हिचकिचाउने जस्ता समस्या पनि आउन सक्छन् है। ठ्याक्कै, त्यो पनि एउटा ठूलो चिन्ताको विषय हो। र यसको पछाडि अब पैसाको खेल पनि ठूलो छ। पैसा? कस्तो नक्कली औषधि बेचेर हुने नाफा। सुन्नुस् न, नक्कली भ्याग्रा बनाउँदा त हेरोइन तस्करी भन्दा बढी फाइदा हुन्छ रे। बापरे, साँच्चै? हो। अनि अनलाइन व्यापारले गर्दा त झन पहुँच सजिलो भएको छ। खैर, इन्टरपोल जस्ता संस्थाहरूले कारबाही त गरिरहेकै छन्। त्यो नाफाको कुरा त अचम्मै लाग्यो। अनि औषधि गुणस्तरकै कुरा गर्दा 2019 को एउटा अध्ययनले त अझ सरकारी स्वास्थ्य संस्थाकै अत्यावश्यक औषधिहरू पनि कति रे 37 ब्याच 7 थरीका जेनेरिक औषधि कमसल भेट्टायो रे नि। हो, त्यो पनि एउटा चिन्ताजनक पाटो हो। र त्यसमाथि के देखियो भने औषधिको भण्डारणमा पनि साह्रै लापरवाही रहेछ। कस्तो लापरवाही? धेरैजसो स्वास्थ्य संस्थाहरूमा त्यो सामान्य कुरा के घामपानीबाट जोगाउने, चिसो तातोबाट बचाउने, भेन्टिलेसन मिलाउने जस्ता आधारभूत उपाय पनि अपनाइएको पाइएन। तापक्रम र आर्द्रता पनि सिफारिस गरिएको भन्दा निकै तलमाथि भेटियो। तर चाखलाग्दो कुरा के छ भने राम्रैसँग भण्डारण गरिएका ठाउँका मतलब क्षेत्रीय मेडिकल स्टोरबाट ल्याइएका औषधि पनि कतिपय कमसल पाइए। भनेपछि भण्डारण मात्रै समस्या होइन रहेछ त? होइन, भण्डारण एउटा पक्ष हो, तर अरू कारणहरू पनि जिम्मेवार हुन सक्छन् भन्ने सङ्केत गर्यो त्यसले। ल, यो त भयो औषधिको कुरा। तर आजकल होइन मान्छेहरू खाद्य पूरक, भिटामिन यस्ता कुराहरू पनि धेरै खान थालेका छन् नि, त्यतातिर चाहिँ के छ अवस्था? एकदमै, यो पनि महत्त्वपूर्ण प्रश्न हो। अब युरोपियन युनियन तिर हेर्दा उनीहरूको नोभेल फुड भन्ने एउटा अवधारणा छ। नोभेल फुड त्यो के हो? त्यो भनेको चाहिँ ईयूमा पहिले मतलब 1997 भन्दा अगाडि खासै उपभोग नगरिएका खानेकुरा, जस्तै चिया सिड भयो, सिन्थेटिक जियाक्सान्थिन, रेपसिड प्रोटिन, यस्ता चिजहरू। ए, नयाँ खालका खानेकुरा? हो, यस्ता चिज बजारमा ल्याउनु अघि उनीहरूको विशेष प्राधिकरण चाहिन्छ। अनि त्यसमा कति मात्रामा खाने, कुन खानेकुरामा मिसाएर खाने, त्यो सबै तोकिन्छ। अनि जडीबुटीबाट बनेका पूरकहरूको हकमा नि त्यो त झन् चलन चल्तीमा छ। त्यो झन् अलि जटिल छ। कुनै बिरुवाले अनुमति दिएको छ भन्दैमा त्यसबाट बनेका सबै किसिमका तयारीहरूलाई स्वतः अनुमति हुँदैन। यस्तो पो? जस्तै फ्रान्सको सूची हेर्ने हो भने ट्रिबुलस टेरेस्ट्रियस हाम्रो गोख्रू, त्यसको भाग पकाएर मात्र प्रयोग गर्नुपर्ने रे। अम्बाको फल, पात, बोख्राबाट बनेको पानी वा थोरै अल्कोहल भएको झोल मात्रै ठिक मानिन्छ। अझुकी सिमी छ नि, त्यो त उसिनेको वा भिजाएको हुनै पर्छ। यस्तो किनभने बनाउने तरिकाले गर्दा त्यसको रासायनिक बनोट र असर फरक पर्न सक्छ। बापरे, निकै विस्तृत नियम रहेछ त। अनि हाम्रो नेपालमा चाहिँ के छ नि यसबारे नियम? नेपालमा हाम्रो आफ्नै खाद्य ऐन 2023 र खाद्य नियमावली 2027 छ। यसलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग DFTQC ले हेर्छ। DFTQC ले? हो, उनीहरूले गुणस्तर नियन्त्रण गर्ने, मापदण्ड बनाउन सहयोग गर्ने, प्रयोगशाला सेवा दिने, आयात निर्यात नियमन गर्ने काम गर्छन्। अनि करिब 109 वटा उत्पादनका लागि त अनिवार्य खाद्य मापदण्ड नै तोकिएको छ। ए, मापदण्ड नै छ। अनि त्यो लेबलमा के लेख्नुपर्छ भन्ने नियम पनि कडा छ है? एकदमै कडा छ। लेबलमा नेपाली वा अङ्ग्रेजीमा वस्तुको नाम, बनाउनेको ठेगाना, खुद तौल वा मात्रा, ब्याच नम्बर, उत्पादन मिति,
म्याद सकिने मिति यो सब अनिवार्य हुनुपर्छ। अनि रङहरू हालेको छ भने हो, कुनै रङ वा प्रिजर्भेटिभ मतलब संरक्षक तत्त्व प्रयोग गरेको छ भने त्यो पनि खुलाउनै पर्यो। अनि त्यस्तो मिसावट भएपछि शुद्ध, चोखो जस्ता शब्द लेख्न पाइँदैन। ठिक हो। केही खानेकुरा त पुरै निषेध नै गरिएको छ, जस्तै दूषित वा कम गुणस्तरको खाना, ब्रोमिनेटेड भेजिटेबल तेल, बिबिओ मिसाइएको पेय पदार्थ, खेसरीको दाल वा पिठो, अनि त्यो कार्बाइड ग्यास प्रयोग गरेर कृत्रिम रूपमा पकाइएको फलफूल। त्यो असल उत्पादन अभ्यास जीएमपी भन्ने पनि हुन्छ अरे नि, त्यो के हो? हो, जीएमपी, गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिसेस, यो एकदमै महत्त्वपूर्ण छ। यसले के सुनिश्चित गर्छ भने उत्पादनको गुणस्तर, सुरक्षा र प्रभावकारिता कायम रहोस्। अनि यसले उपभोक्ताको विश्वास जित्न पनि मद्दत गर्छ र नियामक निकायका आवश्यकताहरू पूरा गर्न पनि। यसमा गुणस्तर व्यवस्थापन प्रणाली, क्यूएमएस, सफासुग्घर उत्पादन गर्ने ठाउँ र उपकरण, कर्मचारीको योग्यता र तालिम, कच्चा पदार्थको मापदण्ड, उत्पादन र प्रक्रियाको नियन्त्रण अनि सबै कुराको राम्रोसँग रेकर्ड राख्ने जस्ता कुरा पर्छन्। बुझ्यो। यो त अन्तर्राष्ट्रिय स्तरमै होला है? हो, भारतमा एफएसएसएआई, युरोपमा इएफएसए, अमेरिकामा एफडीएले डायटरी सप्लिमेन्ट्सको रूपमा हेर्छन् र नियमन गर्छन्। नेपालमा यस्ता न्युट्रिसिटिकल्स मान्छेले कतिको प्रयोग गर्छन् भनेर काभ्रेमा एउटा अध्ययन भएको रहेछ नि, त्यसले के देखायो? चाखलाग्दो होला। त्यसले त अलि झस्काउने खालको नतिजा देखायो। त्यो अध्ययनमा 80% भन्दा बढी बिरामीले आफै मतलब डाक्टरको सल्लाह बिना नै न्युट्रिस्युटिकल्स किनेर सेवन गर्ने गरेको पाइयो। 80%ले आफै? हो, अनि के खाने रहेछन् त भन्दा मुख्यतया भिटामिनहरू 40.7%, त्यसपछि खनिज 23.7% अनि एन्जाइमहरू 21.1%। किन खाने रहेछन् त? धेरै जसोले 70% चाहिँ समग्र स्वास्थ्य राम्रो बनाउन भनेर खाने रहेछन्। तर जानकारी चाहिँ कहाँबाट पाउँदा रहेछन् त? 80%ले आफै किनेर खान्छन् भनेपछि? जानकारीको मुख्य स्रोत त स्वास्थ्यकर्मी नै 57.8% देखियो। तर अचम्मको कुरा के भने लगभग आधा सहभागी 46.5%मा यी पूरकहरूबारे पर्याप्त ज्ञान नै थिएन। ज्ञान छैन तर प्रयोग चाहिँ व्यापक। हो, तर सकारात्मक दृष्टिकोण चाहिँ 2/3 भन्दा बढीमा 71.5% देखियो। अनि खर्चको कुरा गर्दा प्रति प्रेस्क्रिप्सन औसत खर्च रु 575 जति, करिब $5 हुने रहेछ। यो त अजीब भयो। ज्ञान र अभ्यासबीच ठूलो खाडोल देखियो नि त। एकदमै। यसले त्यही देखाउँछ, स्वास्थ्यकर्मीले सिफारिस गरे पनि वा आफै किनेर खाए पनि के खाइरहेको हो, किन खाइरहेको हो, यसको फाइदा बेफाइदा के हो भन्ने बारे जनचेतना जगाउन शैक्षिक हस्तक्षेप एकदमै जरुरी देखिन्छ। भनेपछि निचोडमा के भन्न सकिन्छ भने एकातिर नक्कनी र कमसल औषधिको जोखिम टड्कारो छ, अर्कोतिर चाहिँ खाद्य पूरक र न्युट्रिस्युटिकल्स जस्ता उत्पादनको प्रयोग बढ्दो छ। तर तिनीहरूको नियमन जटिल छ र उपभोक्तामा पर्याप्त ज्ञानको कमी पनि देखिन्छ। हो, गुणस्तर, सुरक्षा, नियमन अनि उपभोक्ता शिक्षा यी सबै बीच एउटा सन्तुलन कायम गर्नु निकै आवश्यक देखियो, होइन त? हो, अहिलेको मुख्य चुनौती नै यही हो जस्तो लाग्छ मलाई। ल, यी सबै विविध स्रोतहरूबाट आएका जानकारी मनन गर्दा व्यक्तिगत स्वास्थ्य सम्बन्धी निर्णय लिँदा होस् वा बृहत्तर सार्वजनिक स्वास्थ्य नीतिको बारेमा सोच्दा सबैभन्दा महत्त्वपूर्ण कुरा के होला जस्तो लाग्छ? यसमा अझै खोतल्न सकिने अरू केही पाटाहरू छन् कि? यो विचारणीय प्रश्न छोडेर आजलाई बिदा हौं।